चोरमारामा आज दिउँसै रात परे जस्तो भएको छ मौसम चाहिँ, किनकि एकदम बादल बुदुल गरेर एकदम बादल घेरिएको छ। पानी आयो भने एकदम ठुलो पानी आउने सम्भावना छ। अहिले चाहिँ देख्नुहुन्छ बादल कस्तो छ, बिजुलीको लाइन पनि गइरहेको छ। अहिले ठ्याक्कै 9:30 भएको छ, तर यो बाहिरको चाहिँ माहौल हेर्दाखेरि लाग्छ साँझको 6 बजेको जस्तो। देख्नु सक्नुहुन्छ कस्तो छ मौसम। यहाँ त एकदम अँध्यारेर कालो भयो त, बादल हिँडिरहेको देख्न सक्छौँ हामी चाहिँ। यसरी बादल हिँड्दैछ। हेर त, बिजुली चम्केको देख्न सक्यौँ हामी। भर्खरै बिजुली चम्क्यो। त बाटो पनि त्यस्तै छ, बाटो बन्दैछ कदेनको। सुन्यौ चम्केको, बिजुली चम्केको सुन्यो बाबु? कराएको सुन्यौ? कस्तो करा रहेछ भन्दै त एकचोटि। उँभो त ल आयो भन्दा सबैलाई पानी पर्न लाग्यो हेर्नु त भन त सबैलाई। यता हेरेर, यता हेरेर ल भन भन न, यता हेर न। पानी पर्न लाग्छ, सबैजना राम्रोसँग बस्नु भन। अब म पनि भित्र जान्छु भन्न। बाई।